हामी अहिले भर्खरै भगवान बिरसा मुन्डा की जन्मस्थल उलिहातुमे हामी भर्खरै आइपुग्यौं। तपाईं हेर्न सक्नुहुन्छ यहाँ। अनि बिरसा मुन्डाको यता तपाईं हेर्न सक्नुहुन्छ। बिरसा मुन्डा पुस्तकालय यता रहेछ। यहाँ जुम गरेर मैले हेराउँदै छु तपाईलाई। बिरसा मुन्डाको गाउँ उलिहातु, खुटी उलिहातु। यहाँ सबैले यहाँ अहिले गेटमा जहाँ भगवान बिरसा मुन्डाको जन्म भएका थिए त्यहाँ सबै गेटमा अहिले भित्र जानको लागि वेट गर्दैछन्। हाम्रो यता देवदयालबाट पनि हुनुहुन्छ। भगवान बिरसा मुन्डा हामी जन्मस्थलमा अहिले छौं। बिरसा मुन्डाको गाउँ हेर्न सक्नुहुन्छ तपाईहरु। भगवान बिरसा मुन्डाको गाउँको नजारा हेर्नु। उठो का है कि देख तो ये वाला घर कौन सा है? वो वाला घर कौन है? कैसे? वो वाला घर ये वो हॉस्टल टाइप का स्कूल है। वो हॉस्टल होगा ना। कॉम्प्लेक्स तो इधर था ना। वही उधर ही से जाता है ना। वहाँ से यहाँ से दिखा था ना। हाँ चित्रकार। जी। भगवान बिरसा मुन्डाको गाउँमा आइसकेपछि हामीले महुवा पनि चाख्यौं। महुवाको फल अनि तपाई गेन भनेर एउटा फल हुन्छ, हामीले त्यो पनि खायौं। क्या मिठो, क्या लाजवाब हुँदो रहेछ। बिरसा मुन्डा गाउँको बाफरे घर हेर्न सक्नुहुन्छ। बिरसा मुन्डाको गाउँको बच्चा बच्चीहरू खेलिरहेछन् इटामा। यो नानी क्या रमाइलो छ बिरसा मुन्डाको गाउँमा त। पहाडै पहाड भएको गाउँमा बिरसा मुन्डा हाम्रो बिरसा मुन्डा भगवान बिरसा मुन्डाले जन्म लिए। बच्चा बुच्चीहरूले कस्तो रमाइलो गर्दैछन् बालुवामा खेलेर। उलिहातु रेलको साथे आपे सोब्नेको भनेको के हो? आई डोन्ट नो मुन्डारी ल्याङ्ग्वेज बट आई क्यान रिड, but I don't know meaning of what's the written there. Okay, thank you. I'm now entry for our legendary god Birsa Munda. You can see here. Record करेल बिला। record करेल बिला। अरे को छ भाम्रो का अरे ला न पहिले हाम्रो त बहुत को छ बाकी यही हो हाम्रो भगवान बिरसा मुन्डाको जन्मस्थल।
वो वाला कैमरा नहीं है, आपका कैमरा दीजिए, ऐसे पकड़ रहिए।